हेलो नमस्ते सम्पूर्णलाई। आज म यस भिडियो अन्तर्गत रहेर हजुरहरूलाई चाहिँ फेसबुक पेज चाहिँ फेसबुक एकाउन्टमा हजुरहरूले फेसबुक पेज चाहिँ कसरी क्रिएट गर्ने, कसरी बनाउने भन्ने कुराको बारेमा चाहिँ जानकारी दिनेछु। सक्नुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नुहोला अनि हजुरहरूले पनि फेसबुक पेज बनाउन सिक्नुहोला। यदि जान्नु भएको छैन भने आज म हजुरहरूलाई विस्तृत रूपमा फेसबुक पेजहरू कसरी बनाउने, कसरी निर्माण गर्ने हैन भन्ने कुराको बारेमा सम्पूर्ण डिटेल जानकारी दिनेछु। सकेसम्म हजुरहरूले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र शेयर पनि गर्नुहोला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला ताकि आउँदा दिनहरूमा फेरि पनि नयाँ भिडियोहरू हजुरहरूले देख्न अनि सिक्न पाउनुहुनेछ। अब लागौँ भिडियोतर्फ। फेसबुक ओपन गर्न चाहन्छु। ओपन गरिसकेपछि हजुरहरू यहाँ 3 डटमा जानुहोला। यहाँ गइसकेपछि हजुरहरू यहाँ देख्न सक्नुहुन्छ पेज भनेर, यहाँनिर यसलाई चाहिँ क्लिक गर्नुहोला। यहाँ क्लिक गरिसकेपछि हजुरहरूले यहाँ क्रिएट भन्ने छ, क्रिएटमा होला। क्रिएटमा टच गरिसकेपछि हजुरहरू यहाँ मैले एउटा जुनसुकै नाम पनि हैन, पेज नेम भनेको छ। यहाँ पेजको नेम चाहिँ राख्नु होला फुन्नी भाइब भनेर राखेँ हैन। यहाँ मैले फुन्नी भाइब भनेर राखेँ अनि नेक्स्ट गरेँ। नेक्स्ट गरिसकेपछि हजुरहरूको यहाँ अब कुन क्याटेगोरी हो भनेर त्यहाँ छान्न लगाउँछ हैन। अब मैले यहाँ जुनसुकै पनि हैन यहाँ छान्न लाउँछ अथवा सर्च गर्दा नि हुन्छ हैन। फुन्नी भनेर सर्च गर्छु म। यहाँ फुन्नी भनेर सर्च गरिसकेपछि हजुरहरूले यहाँ कमेडी क्लब छ हैन, म कमेडी क्लब नै चुज गरेँ। यति गरिसकेपछि नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि हजुरहरूले यहाँ बियो हैन, यहाँ बियो पनि लेख्न सक्नुहुन्छ। अनि त्यसपछि वेबसाइटहरू राख्न सक्नुभयो अनि इमेल राख्नु होला हैन। अनि इमेल राखिसकेपछि हजुरहरूले यहाँ फोन नम्बर राख्नु होला। फोन नम्बर राखिसकेपछि एड्रेस राख्नु होला अनि कुन ठाउँबाट हुनुहुन्छ त्यो पनि राख्नु होला। अनि जिप कोड पनि, जिप कोड हजुरहरूलाई थाहा छैन भने हजुरहरूले क्रोम ब्राउजरमा गएर जिप कोड भनेर आफ्नो क्षेत्रको जिप कोड यहाँ हेरेर राख्न सक्नुहुन्छ हैन। हजुरहरू कति टाइम चाहिँ यो पेजमा रहिरहनुहुन्छ, कति टाइम चाहिँ एभाइलेबल हुनुहुन्छ भन्ने कुरा यहाँ हजुरहरूले जुनमा चुज गरेर राख्दा नि हुन्छ हैन। अब यो चुज गर्न मिल्यो। यति गरिसकेपछि हजुरले नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिसकेपछि हाम्रो फुन्नी भाइब चाहिँ यहाँ भइसकेको छ। अब हजुरहरूले नेक्स्ट गर्दै यहाँ 1000 जनालाई चाहिँ इन्भाइट गर्न सक्नुहुन्छ हैन। यहाँ इन्भाइट गर्यो भने हजुरहरूको नोटिफिकेसन चाहिँ हजुरहरूले जुनलाई इन्भाइट गर्नुभएको छ उहाँको नोटिफिकेसन बेलमा गएर चाहिँ बस्ने गर्छ। अनि नेक्स्ट गर्नुभयो भने हजुरहरूले नेक्स्ट गर्दै गर्दै यहाँ डन गर्यो भने हाम्रो चाहिँ यो पेज चाहिँ बनिसकेको छ है, हाम्रो फुन्नी भाइब भनेर। अब हजुरहरूले यहाँ आफ्नो अब यसको बारेमा अब कस्तो खालको हो त्यस्तै अनुसारको प्रोफाइल पिक्चर अनि यहाँ चाहिँ कभर फोटो राख्न सक्नुहुन्छ। यति गरिसकेपछि हजुरहरूले चाहिँ यही हेरेर पनि आफ्नो पेज चाहिँ जस्तो सुकै पेज पनि बनाउन सक्नुहुनेछ भन्ने आशा लागेको छ। भिडियो हेरेकोमा धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।